सो हेलो एभ्रिवान, वेलकम माई मिनी ब्लग। सो हजुरहरू सबैलाई स्वागत छ। धेरै दिनपछि मैले मिनी ब्लग ल्याएँ अनि म बारीमा गएको थिएँ। आज चाहिँ मैले बारीमा सबै हजुरहरूलाई देखाएँ अनि मेरो सानो पनि गएको थियो मेरो मिनी ब्लगमा। सानो पनि बारीमा मसँगै गएको थियो, मेरो सानोलाई देखाएँ अनि म चाहिँ यता छु अनि उसले चाहिँ होइन मजाले गरिरहेको थियो। अनि यस्तैमा कुरा गर्न थाल्यो सानोले। मलाई त एकदमै झ्याउ लाग्यो। अब चाहिँ हामी बाख्रा बाठाउँमा जाऊँ भन्न थाल्यो अनि खेर ऊ र उसले चाहिँ मलाई बाख्रा भएको ठाउँमा लग्न थाल्यो। हिँड्दैछ अनि ठ्याक्कै ऊ बाख्रा बाठाउँमा पनि आइपुग्यो अनि उसले गेट खोल्दैछ है, बाख्राको गेट खोल्दैछ। बाख्राको गेट पनि खोल्न थाल्यो अनि हामी सबैलाई नमस्कार पनि गर्न थाल्यो। सो हजुर सबैलाई नमस्कारले उसले एउटा ढुङ्गा चाहिँ यस्तरी चलाइराख्यो क्या। अनि उसले खोल्यो होइन, बाख्राको खोर खोल्यो, ढोका खोल्यो, गेट खोल्यो अनि गयो भित्र। यो मेरो बाख्रा, यो उसको बाख्रा, यो सेतो, यो कालो भनेर चिनाउन थाल्यो यति सानोले पनि। अनि यो आकेर भन्दैछ अब गर्न थाल्यो है, कतिवटा बाख्रा रहेछ भनेर उसले गर्न थाल्यो। त्यति बेलैमा यति बाख्रा रहेछ भनेर उसले गर्न छोडिसक्यो भइसक्यो। अनि उसले चाहिँ सोच्यो अब चाहिँ मैले घाँस दिनुपर्छ, यसलाई भोक लागेछ भने। अनि उसले चाहिँ घाँस निकाल्न गइरहेछ। घाँस चाहिँ बोरामा थियो, सबै त्यो मकैको थियो, त्यही भएर अनि उसले चाहिँ ऊ लगेर गयो अनि फेरि अलिकति लड्यो भने उसले लग्यो। त्यसपछि अनि उसले एकजनालाई उसले दिन थाल्यो। दियो, कति मजाले दियो क्या है बाख्रालाई। उसले यति धेरै माया गर्छन् उसले बाख्रालाई, यति धेरै गरिरहेको हुन्छ है उसले। हामीले त्यति गर्दैन होला, उसले गरिरहेको हुन्छ यति सानो मान्छेले। म त हेरिरहेको छु मात्र, बसिरहेको छु है। सब उसले गरिरहेछ, ऊ दिइराख, सबैलाई दिइरहेछ। बिचरा कति थाक्दो होला, लगेर दिँदैछ है, दिइराख, ठुलो सानो सबैलाई दिइरहेछ यसले, कसैलाई छोड्दैन उहाँ। उसलाई थकाइ पनि लाग्दैन, ठुलो मान्छेले जति काम गर्छ उसले दिइराख। खाऊ भन्दै राम्रोसँग, ओहो फेरि खाऊ, भोक लाग्यो तिमीलाई भन्दै उहाँ मजाले, कति मजाले भनिरहेछ उसले। भोक लाग्यो तिमीलाई, खाऊ, कति भोक लाग्यो होला। अनि एउटा बाख्राले चाहिँ खाँदैन है, अनि उसले चाहिँ यो अगाइसकेछ, पेट भरेछ भन्छ उसले। अर्कोले तान्यो भनेर उहाँ झगडा गर्न थाल्यो। यस्तो त छ। उसले दिइरहेछ है, मजाले दियो, कति मजाले दियो क्या बाख्राहरूलाई चाहिँ उसले। अनि अब चाहिँ भएन हो, झिक्दा झ्याउ लाग्यो, अब सब म खन्याइदिन्छु भनेर ऊ खन्याउन थाल्यो। खन्याउन पनि ऊ नसकेर बिचरा फेरि हातले झिक्न थाल्यो, फेरि हातले झिकिरहेछ। सो गाइजहरू, सो साथीहरू, अनि त्यो कहाँ यहाँसम्म पुग्छ त? उहाँ लानुपर्छ मुखमै। ऊ त्यसले भेटेकै छैन, ऊ भेटे छैन, टाढा राख्यो, टाढा राख्नु पर्यो। त्यसकै मुखमा लग्नु न, टाढा भयो क्या ऊ, त्यसलाई मुखै समात्नै सकेन त्यसले। हो त्यता लानु न, त्यो भाँडा सार्नु त, सार्नु